हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। फेरि पनि म तपाईँहरूको माझ सन्देश उपस्थित भइसकेको छु। हाम्रो उही पुरानो टिम हामी फेरि पुरानो टिम आज छुट्टीको दिन बाहिर घुम्नमै रमाइलो त्यही हो। यता यस्तै उस्तै गर्न चाहेछौँ। अहिले त्यो पुरा हरियाली छ है। अहिले यता चाहिँ पुरा पानीहरू परेर अहिले चाहिँ हिउँसिउँ लागेर अहिले बसन्त ऋतुहरू भइरहेछ। गाई चाहिँ अहिले चाहिँ होइन यहाँनिर ढकमक्क फुल फुलिरहेछ, तिहार आए जस्तै है। त्यो अटोमेटिकै फुलेको यहाँनिर चाहिँ यो झारहरू नै भएर त्यसरी फुलेको तर सही देखेको छ यार। अब त्यो हरियाली पुरै अब चाहिँ हिउँ परिसक्यो होइन। यो चाहिँ स्याउको रुखहरू हो। अब पछि यहाँ स्याउहरू हुन्छ। पुरै हरियाली छ अहिले यो ठाउँ चाहिँ। कस्तो फुल फुलेको, क्या दामी देखेको छ यार यो एरिया त, बबाल भइरहेछ। चाहिँ यहाँ हाम्रो दाईहरू नै आउनु भएको छैन, बजार जाँदै हुनुपर्छ। अनि बाटामा जम्का भेट। ओ माइ गड दाई, बिक्खन दाई यार के छ हामी चाहिँ कस्तो भयो दाई लडाउनु यार, किन लडाएको एउटा हेर्नु भाउजू भाउजू पनि लडाउनु हो हाम्रो दाजुभाइसँग। दाजु भाउसँग त मेरो पहिलो भ्लग होइन। तपाईँलाई अहिले कस्तो लागेको छ मसँग यस्तो भ्लगर मान्छेसँग यसरी भिडियो बनाउनु? सौभाग्य भाइ, सौभाग्य। सोच्नु भएको थियो कहिले यस्तो म पनि भ्लगमा यास्टी भ्लगमा त्यो पनि होइन। आज पनि के छ पानी ठिक छ नि होइन। होइन हामी बजार जाँदैछौँ। आज रातभरि हामी सँगसँगै थियौँ होला क्यासिनो खेल्ने ठाउँमा। चस्मा सुहाने क्या हो दाइ? चस्मा सुहाएको छ नि मलाई दाइ। पुरा टुइँ हिँडिरहनु भएको छ। सब्सक्राइब त गर्नुभएको छ नि? मैले गरिरहेको छु बेला। आज मेरो भ्लगमा भाउजू केही भन्न चाहनुहुन्छ दाइको बारेमा? दाइ तपाईँको नजरमा दाइ कस्तो हुनुहुन्छ? म भन्दा हिरो देखिनुहुन्छ यार। आज चाहिँ हाम्रो जम्बो टोली हो। माइ गड, म त आज फेरि यहाँ हाम्रो जम्बो टोलीले देखाउनु पर्यो नि त दाइ हिरो। तपाईँ कसलाई पट्याउनको लागि यति राम्रो भरिनु भयो? भाउ साथमा हुनुहुन्छ? साथमा नभएको चाहिँ भाउजू साथमा हुनुहुन्छ। भाउजूको बहिनीलाई सोल्टिनीलाई हामी चाहिँ के हेरेको हेरै दाइ होइन हौ। हामी चाहिँ के हेरेको हेरै भिडियो त ठिकै युट्युबमा हालिदिन्छ दाइ। ओ दाइ, भाउजूको बहिनी तपाईँलाई भइसकेपछि के हामी त हेरेको हेरै? तिमीहरू अब त्यही हो। हामी चाहिँ के नागी बस्नु भन त? हामी नागी बस्नु? तपाईँले सोचेको के? तिमीहरू भने घरमा बालबच्चा भएको छ हौ। कस्तो बालबच्चा भएको? बिहे नगरेको कुमार केटो यार। लाइसेन्स छ अरे सुने थियो अरे। आज चाहिँ हाम्रो टोली अलिक ठुलै टोली भयो। दाइको सिक्री चाहिँ आज बाटामा कसम फेरि दाइहरू अन्डा किन्न जाँदैनुहुन्छ होइन। यहाँनिर लोकल कुखुराको अन्डा पाउँछ अरे। लोकल कुखुराको अन्डा किन्न जाँदैन होइन। अन्डा किन्ने हो? लोकल अन्डा यहाँ चाहिँ लोकल अन्डा खोइ लगाइछ होइन। दाइहरू चाहिँ अन्डा किन्न जानुभयो त्यहाँभित्र। त अहिले चाहिँ त्यो गाउँ हो क्या, गाउँमा चाहिँ त्यहाँ लोकल अन्डाहरू पाउँछ भनेर दाइहरू चाहिँ लोकल अन्डा किन्न जानुभयो। अनि हामी चाहिँ अगाडि बढिसकेका छौँ। अनि यो यहाँनिर चाहिँ यो लोकल अन्डाको फार्म। अनि हामी चाहिँ अगाडि बढिसक्यौँ। अब अलि अगाडि जाने। अब बाटोतिर कसलाई भेटिन्छ आज सबलाई रिभ्यू गरिदिन्छु। यहाँ त फुल त खतरा। अहिले त पुरै चौर भर्ने फुल फुल्न थालिरहेको छ क्या। मैले छरेको यार यहाँनिर अस्ति राति आएर छरेको। यहाँनिर अस्ति हामी हिउँमा खेलेको यहीँ त हो नि बल त्यही। यो सब अगाडि जान्छौँ होइन। आज चाहिँ अब छुट्टी हो, शुक्रबार शनिबार हाम्रो छुट्टी छ। छुट्टीको दिन चाहिँ हिजो सेलेब्रेटी आएको छ। सबैजना पैसा पठाउनलाई आएको छन्। अब त्यतैतिर भेटिन्छ साथीहरूसँग यसो रमाइलो गर्ने घुम्ने। त्यही त हो, अलिकति रुममा खाने केही खानेकुराहरू किनेर ल्याउने त्यस्तै भएको छ।
अलि अगाडि भेटौँला है त। हामी यहाँ पैसा पठाउने ठाउँमा आएको छ होइन। पैसा पठाउने ठाउँमा चाहिँ पैसा पठाउने चाहिँ यही हो स्मृति स्कुल भन्छ होइन। यहाँनिर चाहिँ पैसा पठाउँदा यत्रो कुच्छु छ यार। हामी आशिषले पैसा पुरै हाल्न खोजिरहेको छ उहाँको कसम। के छ तिम्रो लजा हेर के छ खबर हेर न यहाँ केटो लजा यार के छ ठिक छ नि। खोइ आफ्नो भ्लग के हो त म चाहिँ भ्लग बनाउनु त लाज लाग्छ त्यही पनि के छ सन्चै हो। किन निराशमा किन छैन नि कालो घरले कि कालो घरले सको हाम्रो पैसा पठाउने ठाउँ हो। अनि यहाँनिर चाहिँ हामी छुट्टीको दिन पैसाहरू पठाउनको लागि आउँछौँ। यहाँनिर यो चाहिँ यस्तो छ एरिया होइन स्मृति भन्छ। अनि यहाँ पर चाहिँ कालो घर छ त्यहाँनिर चाहिँ क्यासिनोहरू खेल्ने यताउता चाहिँ रमाइलो गर्ने ठाउँ हो। क्यासिनो भन्दा पनि रमाइलो कहिले पर्छ कहिले पर्दैन त्यस्तै छ होइन। कहिलेकाहीँ चाहिँ पर्न पनि सक्छ। पैसा कसैले चाहिँ मारिरहेको हुन्छन् 2000-3000सम्म मारिरहेको हुन्छन् कसैले चाहिँ मार्दैन त्यस्तै छ। यहाँनिर चाहिँ फेरि पानी पर्न आँटिसक्यो कस्तो भने पुरै बर्खा लागे जस्तो भइरहेछ। गाह्रो छ हौ मलाई गाह्रो छ जेरी उहाँ छ म एक्लै यहाँ मलाई मान्छेले यसरी भ्लग बनाउँदै हिँड्दाखेरि पागल भन्छन् होला है यो कस्तो बौला हो भन्छन् होला। तर केही छैन मलाई पसिना यो उसमा पनि होइन पसिना आइसक्यो यहाँ खल पसिना आइसक्यो उहाँको। हाम्रो दाइहरू खेलिरहेको छन् होइन। यहाँनिर चाहिँ जितेर पर स्मृतिमा गएर हाल्छु भन्नेमा चाहिँ यहाँनिर यसरी क्यासिनो कहिले पर्छ दाइले पारे कहिले पर्छ कहिले पर्दैन। हामीसँग त पैसा म त खेल्दिनँ यतिकै बसेर हेर्दैछु। पाण्डे खेलेको ल बेस्ट अफ लक। अब हामी यता मार्केटतिर जान्छौँ। अहिले चाहिँ पानी परेर पुरा दिन कस्तो खुल्ला भइरहेछ। मार्केट जान्छौँ हाम्रो ग्याङ यो। यहाँनिर चाहिँ कस्तो यो ठाउँ चाहिँ के अरे कार्गोबाट आउने सामानहरू आउने ठाउँ हो। अनि पुरै पानी परेर बिजोग भइरहेछ यहाँनिर चाहिँ। ओहो यहाँ त सबजनाले होइन यहाँ केटी मान्छे होस् या केटा मान्छे होस् सबजनाले चुरोट खाँदै हिँड्दैन यार। चुरोट यहाँ त चुरोट चाहिँ नर्मली हो क्या। सबैले चुरोट चाहिँ केटाकेटी फुच्ची सबैले चुरोट खाँदैछ। तर चुरोट नखाने म मात्रै हो फेरि यहाँ ऊ त फेरि खान्छ होला हौ। अहिले त्यो झार पुरै पलाइरहेको छ यार यस्तो झार पलाएको छ। नेपालमा यो बर्खा लाग्छ नि बर्खा लागे जस्तै पुरै पानी परेर त्यस्तो भइरहेको छ। ए बालेन सरको डोजर आयो बालेनको डोजर। डोजर देख्ने बित्तिकै मलाई फेरि बालेनको याद आइहाल्छ है। सामान चाहिँ मेरो यति है मैले त यति सामान किनेँ होइन। यो सबै मेरै हो। दाइ यहाँ हुनुहुन्छ दाइको अरू भाउजूले नानी पाइसक्नु पनि यहाँनिर मेरो त्यति छ यहाँनिर सामान। झोला छ नि यहाँ चाहिँ झोला किन्न पाउँदैन कि कति हुन्छ यो चाहिँ दाइको ऊ चाहिँ मेरो हो। म चाहिँ सामान किनेर यहाँ निक्लिँदैछु। अनि सामान किनिसकेपछि हेरौँ केटाहरूमा छ चाहिँ हामी बनाएर किन्ने खाँदैछौँ। यहाँ जस्तो चाहिँ यही लिएर जाउँ दाइ यही कोही बोल दादा जुन हानी हुन्छ क्या दा यहाँनिर चाहिँ यो रहेछ दा। अरे सोल्ट पुचिन सोल्ट अरे चिल्ली लाग्छ र सोधौँ न आज तक कितने पानी तो दा थैंक यू। रोटीसँग खाँदा कुन ठिक हुन्छ त्यो भन। त्यो उताको फ्रेस फ्राइज
Change Bani. Asta. Da. Da. No Bani. ए टन्ने आउँदै रहेछ ल अच्छा किते एक ल Asta tot. Da. 4. अहिले चाहिँ हामीले फ्रेस फ्राइस अनि यो लिएर अब उहाँ पर चौरमा गएर खाने भयो होइन नो स्पन्ज दा आउँदैन यार हामीलाई आउँदैन लाभ लाग्छ यार थ्याङ्क यू बाई थ्याङ्क यू हामीले त्यही किनेर खाइयो होइन लाटोको इसाराले बोल्नुपर्छ यार इसाराले बोल्नुपर्छ नि दाइ गाइज अहिले चाहिँ हामी त्यहाँबाट पनि आइयो होइन म यसरी पोल्दै हिँडिरहेको थिएँ मान्छेले मलाई सबले हेरिरहेको छ म बाल भएर म यहाँ रोड क्रस गर्छौँ हामी यहाँ रोड क्रस गर्ने बित्तिकै यिनीहरूले चाहिँ गाडी रोकिहाल्छ क्या ए हाइदे रेपते म चाहिँ यसरी आइसकेँ म चाहिँ यसरी हिँड्दैछु अहिले आजभोलि मलाई लाज अलिअलि हराउँदै गयो है किनभने पहिले चाहिँ लाज लाग्छ अहिले चाहिँ लाज लाग्दैन अहिले चाहिँ यो के धुपी सल्लाह जस्तै धुपी सल्लाह हो क्या यहाँ फेरि हामी उता पारीको तर्नुपर्ने भयो अब तर्छौँ हामी पारी तर्नु पर्यो पारी रोड क्रस गर्नलाई यहाँ गाडीले आयो गाइज अहिले चाहिँ हामी पार्क एरियातिर आइसक्यो होइन अनि यहाँनिर टक्क यस्तो हरियाली छ नि यहाँ पार्कतिर पहिले पार्कहरू मात्रै यहाँ केही पनि थिएन सुरुमा केही थिएन अहिले चाहिँ बबाल रमाइलो भएको छ यहाँनिर चाहिँ यस्तो दामी हरियाली छ नि आहा सिन त बबाल छ हौ यहाँ हामीले चाहिँ अब त कुखुराको फिला चाहिँ लिएर आयो कुखुरा एउटा सिँगै लिएर आयो कहाँ बसेर खाने भनेर ठाउँ खोज्दैछौँ पानी पर्यो नि त अहिले चाहिँ अनि पानी नपरेको भएर यतैतिर जता बसेर खाए पनि हुन्थ्यो तर अहिले पानी परिरहेछ अनि त्यही भएर कता ल अब चाहिँ हामी स्टार्ट गर्यो ल गाइस आजको भिडियो यस्तै रह्यो सल्लाह सुझाव प्रतिक्रिया दिनु होला यासी भ्लगलाई धेरै धेरै माया गर्नु होला भन्दै बाई बाई गाइस टेक केयर लभ यु